हेलो जय मसी, गुड मर्निङ सेवारो तपाईहरु सबैजनालाई। तपाईहरु सबै ठिकै नै हुनुहुन्छ होला है। मलाई आशा छ तपाईहरु सबै ठिकै नै हुनुहुन्छ। म पनि ठिकै छु है। आज चाहिँ यस्तै छ यताको वातावरण चाहिँ दिल्लीतिर है। ढुम्मै भइरहेछ, आकाशहरु बादलहरु पनि लागिरहेछ है। अलिअलि घामको किरणहरु पनि परिरहेछ यतातिर। गर्मी पनि छ है, ढुम्मै पनि लागिरहेछ पुरै। हावा पनि कम्ती मात्रामा छ है यतातिर चाहिँ। यस्तै छ दिल्लीतिर वातावरणहरु। तपाईहरुकोतिर चाहिँ कस्तो छ है त्यतातिर मौसमहरु? सायद राम्रै होला, घामहरु लागिरहेको होला। यता चाहिँ यस्तै छ, न हावा छ न पानी छ, एकदम निसासीको टाइपको भइरहेछ यतातिर चाहिँ। म चाहिँ आज बिहान है नानीहरूलाई छोडेर, स्कुलबाट छोडेर आउँदैछु, बाटोमा छु है। बाटोमा आएर यहाँ पार्कमा एकछिन बसिरहेको छु। यतातिर चाहिँ यस्तै छ यतातिर पार्कतिर चाहिँ। यतातिर चाहिँ मौसमहरु यस्तै छ। यतातिरको मौसमहरु चाहिँ एकदम रमाइलो नै भनौँ न। ठन्डा महिना चाहिँ भइरहेछ तर गर्मी छ कि यतातिर। गाउँतिर पनि सबै राम्रै होला है। अहिले बिहान अब सबै आमा बाउहरू त्यही हो, अब नानीलाई स्कुल जानको लागि तयारीहरू गर्दै होला है। गाउँतिर त अब स्कुलहरू प्राय छिटै लाग्छ। यतातिर चाहिँ अब स्कुलहरू भनेको नानीहरूको टाइम टेबल त्यही हो, अब 8 बजी सुरु हुन्छ मसिनहरूको 8:30 देखि है। अनि ठुलोहरूको चाहिँ 1:30 मा छुट्टी हुन्छ। नानीहरूको चाहिँ 11 बजी 12 बजी छुट्टी हुन्छ। यतातिर दिल्लीतिर चाहिँ टाइम टेबल अलग अलग छ यताको है, रुलहरू। सबै गाउँतिर अब तयारीहरू चल्दै होला। खानासाना खाएर कोही घाँस दाउराहरू काटेर आयो होला, कोही गाईहरू धुँदै होला है। कोही खेतमा जानुको लागि तयारी होला, कोही आफ्नो काम कुरोहरू गर्नुको लागि तयारी होला है। त्यही हो अब सबैको। हाम्रो पनि त्यही हो, अब घाँसहरू काट्नुपर्ने त्यस्तै होला घरतिर। आमा बाउहरू कोही अब आफ्नो आफ्नो व्यवस्था होला है। म चाहिँ अब स्कुलबाट छोडेर आएर अब घरमा जाँदैछु है। घरमा जाँदै गर्दा चाहिँ अब घरमा गएर चाहिँ म चाहिँ एकछिन सुत्ने छु है, साथीहरू सुत्ने छु। अब के गर्नु, 10 बजीदेखि ड्युटी गइ हुन्छ। यतातिर चाहिँ रातितिर अब ढिलोले सुताइ हुन्छ है। यतातिर चाहिँ अलिकति 2-3 बज्छ अब आफ्नो चाहिँ सुताइ। बिहान बेलुका अब 1 बजीतिर ड्युटीबाट आए हुन्छ। त्यही भएर अलिकति यताको चाहिँ अब टाइम टेबलहरू त्यस्तै छ है साथी। यतातिर चाहिँ मौसमहरू यस्तै छ है, रुखपातहरू छ। यता पार्कहरू छ है, यो पार्कहरू भयो। यो पार्कहरू सबै यता मान्छेहरू एक्सर्साइजहरू गर्नु आइरहेको छ। यतातिर पनि जाँदैछ है, पुरा एक्सर्साइजहरू गर्नु लागि। यस्तै छ है साथीहरू, यस्तै छ। ओके साथीहरू, गुड बाई। फेरि पनि भेट्दै गरौँ है।